हेलो गाइज, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल। दिस इज इजन्स ब्लग। अनि आजको भ्लगमा चाहिँ हामी लटरम्मेश्वर महादेव जान लाग्यो फेरि पनि दोस्रोचोटि। अनि पहिलाको पालि जाँदा चाहिँ जे होस् हरियाली थिएन, यो पालि चाहिँ हरियाली हुन्छ होला। यो पालि चाहिँ हामीले अलि त्यो बाटोहरू कहाँदेखि जानेको बारेमा चाहिँ अलि डिटेलली हाल्छौँ। चापागाउँ हुँदै टक्क लाएर याद आइदा है, यो त ठाउँ ठ्याक्कै एउटा उता जाने बाटो हो, एउटा यता जाने बाटो हो। यो टिका भैरव होइन, टिका भैरव लेखेको बाटोतिर, टिका भैरव हेटौडा लेखेको बाटोतिर त्यो चोकदेखि ठ्याक्क हो यतापट्टि चापागाउँदेखि त्यहाँ चाहिँ मान्छे झुक्किन सक्छ। सिधै छ बाटो, त्यस्तो कन्फ्युजिङ छैन। त्यही एक दुईवटा ठाउँमा मात्र हो। बाइक राइड गएर 1 घन्टा जति हाइक जानुपर्छ, त्यसपछि आउँछ लटरम्मेश्वर महादेव। यो टाखेलदेखिको योदेखि चाहिँ यो यता फेरि टिका भैरवतिर यो राइट, यही यो लोकेसन। अब हामी 3 पानी भन्ज्याङ आयौँ कुरामा। होइन यस्तो छ है बाटो पुरै भ्लगिङलाई, यस्तो छ है बाटो पुरै यस्तो रिसर र लभली छ। चार्ज भयो नि त अब त जाम हिँड्नु, जाम। नाम के हजुरको? अमन थापा मगर, मेरो बाबाको हो। इन्द्रजित थापा मगर। हजुर हजुर, ढुक्क बस्नु न। हस् सर, एउटै टोली हो सर हामी, जाम न। बब्बाल छ है गाइज, बब्बाल बनाएको बाटो चाहिँ लभली। पहिला यस्तो धुलो खाएर आएको थियौँ है, लभली। कट्यो घुम्ती कट्यो ल। तेरे नाम पे है झुका हाथ, तेरे हाथ सा रख तेरा, नमो नमो जो शंकरा भोलेनाथ शंकरा, ना 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 हे शिवाय शंकरा। यो पुलदेखि उता मकवानपुर, यता चाहिँ बागमती हो क्या। अब हामी चाहिँ खाजा खाना बस्यौँ। कहाँ नि यही खाने जता खाने हुन्छ, खाना त आउने खाने। दिदी खाना के छ दिदी? खाजा टक्क लगाएर हामी चाहिँ खाजा खाना बस्यो। अब खाजा खाएर त्यो हाइबा आएको बाटो हुँदै जाने हो। बस्ने ठाउँ चाहिँ रहेछ। हामी चाहिँ इनर्जी गेन गर्दै अहिले हाइकको लागि खाना पनि खाइयो होइन, बिहानै हिँडेको है दिदी। मिठो भयो दिदी? मिठो छ डक्टर, मिठो भयो? मिठो छ अहिले चाहिँ मिठो भयो। दाइको चाहिँ जाने अनेस्ट रिभ्यू आउँछ है। त्यसको रिभ्यू हेऱ्यो भने 90% काठमाडौँको रेस्टुरेन्टको कुनै नै खाना 99 भन्दै नि हुन्छ कि 1% मात्रै मिठो होला है। यहाँदेखि टक्क यता चाहिँ मकवानपुर छिर्यो हामी। मकवानपुर टक्क हेटौडा जाने बाटोदेखि
यता गयो हेटौडा यता गयो लटरम्मेश्वर महादेव जय शम्भु दाइ यो लटरम्मेश्वर जाने बाटो यही हो ए हुन्छ हुन्छ हेलमेट राख्ने यही हो हामीले अहिले दि नमस्ते हामी पहिलाको पालि पनि यही आएको थियौँ हजुर हामी चाहिँ त्यहाँ हेलमेट राखेर आधी बाटोसम्म चाहिँ बाइक लानु लाग्यो बाटो चाहिँ देख्न सक्नुहुन्छ अफ रोडै छ बाटो चाहिँ कति अफ रोड नै छ ल कस्तो लाग्यो एक्सपिरियन्स ठिक छ अहिले माथि छ अझै र चाहिँ चम्केला जस्तो गरेर राख नचम्के हुन्थ्यो भनेको हो यिनीहरू आवाज नसुनेहरू पहिला गाडीहरू चल्नेवाला अब सक्यो पुरै बाटो यस्तो खत्तम बाटो यार हेर्नु न हामीले बाइक चाहिँ ठ्याक्कै यहाँसम्म आउँदो रहेछ अहिले चाहिँ पहिला यति तलसम्म आउँथ्यो यहाँदेखि ट्याक्क लगाएर हाम्रो हाइकिङ सुरु भयो अब हामी 1 घन्टा जति हिँड्छौँ अनि आउँछ लटरम्मेश्वर महादेव जय शम्भु 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 बिचमा चाहिँ बाटो यस्तो रहेछ अलिक त्यहाँ चाहिँ होस् घाममा हिँड्न पर्दैन जङ्गलको बिचमा भएर शीतलै छ यो चाहिँ हामीलाई रुखले स्वागत गरेको है गाइज हामीले स्वागत गरेको रुखले ट्याक्क यसरी झुकेर जानुपर्छ यहाँ चाहिँ
ल हजुरलाई स्वागत छ रुखले स्वागत गरे हो किन 2-3टा बाटो आज आएर ल हजुरलाई रुखले स्वागत गरे हो अस्ति त थिएन त न ओ माई गड छिटो आउनु तपाईँलाई त्यो स्वागत गर्न फुल फुल हुनु सही हो अमेजिङ लगभग 1 घन्टाको बाटो हिँडेपछि यो घर आउँछ यो घर आएपछि चाहिँ लगभग आइयो भनेर सम्झी हुन्छ फाइनल्ली आज आउँछ क्लियर हुन्छ कि डेन्जर जस्तो लागेछ हर हर महादेव हर हर महादेव जय शम्भु 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 तिम्रो डर लाग्ने है आशिष यहाँ त बारे हो त लाङटाङ गएर आइदिए धेरै कम भयो ओइ के गर्छस् भिडियो सर्ट कतिवटा फर्किने लाग्छ फर्किँदा भन म जाम गएर हाम्रो यो कुहिरो एकछिन टाइम लाग्छ अरू फर्केर आएर बसिरहेको वे हेर्नु त यो एक्लै बिचरा यहाँ बसेर चितुवाले खाइदिन्छ तँलाई कुन दिन यहाँ माथि माथि नआइज हो के यो जङ्गलमा चितुवा फिक्स छ होला ए यही राख्छु रोके है रोके बस 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 होइन यहाँ के यहाँ राख्दैन खान्छ कि यहाँ छिनमै कुहिरो जान्छ र छिनमै कुहिरो आउँदो रहेछ पहिला त यस्तो थिएन अहिले हरियाली भएर बाटो चाहिँ यस्तै हो है के भयो त्यो लट्ठीसट्ठी छोडिदिनु क्या केयरफुल भएर आउनु यहाँ हल्ले खै यो रेलिङमा खासै भर नपरे हुन्छ ढुस्छु त ठाउँको ठाउँ लाग्छ हाइट जय शम्भु भ्यू त डाँडामा आएपछि राम्रो देखिहाल्छ नि हेर्नु त घुस्छु कस्तो फोर्समा आएछ रुगाला इग्नोर गाइज इग्नोर पहिलाको पालि पनि रुगैला थियो आउँदा हाइट पहिला उहाँ चाहिँ रेलिङ थिएन अहिले चाहिँ मिठो रहेछ रेलिङ जय शम्भु यहाँ चाहिँ पहिला रेलिङ थिएन के अह ए आजभोलि त सबै बनाएको रहेछ गाई रिक्सै छैन पहिला चाहिँ रिक्स थियो
महादेव गुफा यहाँ चाहिँ महादेवको गुफा चाहिँ लटरम्मेश्वर महादेव भन्डु जाउँ न खतरा ठाउँमा छ कि है ठाउँ चाहिँ अरू माथि ती कहाँ जाने बनाइदिए व्यवस्थित भएछ पहिला कस्तो थियो भन्दा चाहिँ ठ्याक्क त्यो मेरो पुरानो भ्लगमा हेर्नुहोस् ठ्याक्क त्यही छ लटरम्मेश्वर महादेवको ओइ पुरै घेरे हो त यहाँ त खासरी आज केही नखाइकन आउनु पर्ने पूजा गर्ने भए चाहिँ हामीलाई भन्नुपर्छ नि त त्यति बेला बिहानै भनेको त तिमीले टोस्ट खाने कुरा पूजा गर्ने भए त केही नखाइकन आउनु त्यो तपाईँको र मेरो नाम देखियो भनेर चढाइदिनु त 10 रुपैयाँ केही हुन्न के उही त हो आखिर यो कता उडाउँछ नि मिल्दैन टिका लाउनु तीनटा चुका दे ठिक छ तिम्रो मात्रै हुन्छ कस्तो लाग्यो ठाउँ तपाईँलाई ठिक छ दामी छ तपाईँलाई ठाउँ कस्तो लाग्यो नाइस नाइस है यस्तो दाइ ठाउँ कस्तो लाग्यो भने पनि तपाईँ आइसक्यो अब पहिले कस्तो लाग्यो दाइ फेरि पनि यो ग्रिनरी भएर चाहिँ अलि राम्रो भयो हामी आउँदा ब्यारन थियो कि यो सबै ब्यालेन्स थियो त्यो त त्यति बेला दामी थियो कि मेरा कर्म तू ही जाने क्या बुरा है क्या भला त्यो दोरीलाई त्यसले पहिला चाहिँ म यहाँ जान्थेँ पहिला यहाँ टाइम ल्याप्स डर लाग्दो थियो यो जाँदा नि घाँसले त लास्ट धेरै उ गर्ने रहेछ क्या डर लाग्दो थियो तर यो पुरै ब्यारन थियो त्यो हामी त त्यस्तो बेला आएको थियो ल हामी लटरम्मेश्वर महादेव दर्शन गरेर फर्क्यौँ योभन्दा पहिलाको भ्लग पनि छ त्यो पनि हेर्न सक्नुहुन्छ मेरो च्यानलमा त्यही तलपट्टि छ होला युट्युब च्यानलको अहिले चाहिँ हामी बर्खामा आएको त्यही भएर हरियाली छ ल आजको हाम्रो भ्लग चाहिँ यही नै सकिन्छ मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई गाइज